साथीहरु फेरि पनि तपाईहरुलाई लामो समयपछि स्वागत छ अप्सरा चामलिङ भ्लगमा। अनि नमस्ते साथीहरु, म चाहिँ अनिता मान्तावा राई। अप्सरा चामलिङको भ्लगमा तपाईहरु सबैजनालाई स्वागत छ। धेरै महिना पछि तपाईहरुलाई एकदम धेरै हामी एकसाथ भएर स्वागत गरिरहेका छौं। अनि आज चाहिँ स्पेशली हामी बिएमा जानलाई रेडी छौं। यति राम्री भएर भ्लगमा आयो, मेकअप भ्लगकै लागि हो भन्ने लाग्न सक्छ। हामी चाहिँ भ्लगको लागि मेकअप हैन साथीहरु, बिएमा जानलाई यहाँ तयारी छौं। अनि म चाहिँ आज यहाँ तल सोहिता बहिनीको बिहेमा जाँदै छौं, बान्तवा र म। अनि ड्युटी सकेर पनि चामलिङ चाहिँ आइसकेको छ। म चाहिँ बिहेमा सघाएर नि फेरि अनि यतिखेर चाहिँ साँझको समय भइसकेको छ। अनि आज बिहेमा हामी के खान्छौं, बिहेको माहौल कस्तो छ त्यो पनि तपाईहरुलाई देखाउने छौं हैन बान्तवा? हजुर। आलु मकै पनि यस्तो हरियो भइसकेको छ। बान्तवा चाहिँ हिँडिराख्नु भएको छ पुरै हैन। उहाँ चाहिँ राई ड्रेस लाएर पुरै राइनी भएर। अनि बान्तवा यता फर्क न। बान्तवालाई चाहिँ राई ड्रेसमा कस्तो देखेको साथीहरु कमेन्ट गर्नु होला। ठेट राइनी अब साकेला पनि आउँदैछ नि त, त्यही भएर पनि उसले एकदम ब्युटिफुल देखिरहेछ बान्तवालाई। अनि बिहे चाहिँ त्यहाँ हो क्या साथीहरु, एकदम धेरै यस्तो भइरहेको छ बिहेको चहल पहल। चामलिङ चाहिँ साथीहरु एकदम राम्री बनेर हिँड्दैछ। यति धेरै राम्री भएको छ। मकै चाहिँ अब फल्न आँटेको छ है। यति राम्री बनेर रोटी तमास अनुका चाहिँ खानलाई रेडी। यहाँ एलिसा हाम्रो दोस्ती यहाँ भेट भइरहेको छ, हामीसँग चिया खाँदैछ। अनि यहाँ चाहिँ हामी खाँदैछौँ तमास एलिसाको घरमा इन्ट्री। दिदी अहिले आउनु भएको? एलिसा भएन सोहिता, एलिसाको घरमा चाहिँ बिहे भइरहेको अवस्था भेना। अलिक मिठो गरी खानु है, अड्किन्छ ल, बिस्तारी खानु है। ल मलाई अलिकति लगाइदिनु नि, थोरै लगाइदे अलिकति। हाम्रो कुक चाहिँ हाम्रो जेठा कान्छा। बिहेको आइटम चाहिँ साथीहरु पुलाउ। अनुका र म चाहिँ यहाँ बसिरहेको छु। मिस अनुका यता हुनुहुन्छ शीतल। गले भन्नु हुँदैन है कान्छा गले अरे यहाँ मेरो भ्लगमा निकालिदिनु पर्यो। चेलीमाइतीको एकदम धेरै फेस मिलेको छ है। हजुर तलको घर सम्हाल्छौ कि यहाँको घर सम्हाल्छौ? म त दुईतिरै। ए ल राम्रो छ है, राम्रो छ। तपाईले यत्रो खाना पकाउन सक्नुभयो। हाम्रो डेमा कुमाहरू त्यहाँ खानुहुँदैछ। साथीहरु यहाँ चाहिँ गिफ्टको कार्यक्रम हुँदैछ। फाइनली साथीहरु बेहुला बेहुली यहाँ चाहिँ बत्ती भयो नि। अब बिहेको यहाँनिर अम्म भइरहेछ। अब नाच्नुपर्छ फाइनली साथीहरु सबैजना। यो के भएको हो यसरी? यहाँ
मन पर्यो खाना पानी भेना सुको आटै मन पर्यो यति मलाई उनको आटै मन पर्यो कैसे लखमा तरकारी खाले खाने भो साली तिम्रो जोबाना खाले लाने हो तिम्रो हातको तिम्रो तरकारी खाले खाने भो चित्त नदुखाऊ बिना चित्त नदुखाऊ तिम्रो तरकारी खाने भए ससुराली आऊ हामी खाने मन पर्यो गोली चाली मन पर्यो हामी खाने मन पर्यो गोली चाली मन पर्यो ससुराली टेकेपछि साली मन पर्यो